तिनीहरू टिपे यो तरकारी आज साथीहरू। अनि म चाहिँ बारीमा छु अहिले, म र मम्मी। अनि मम्मी घसेटा पोल्दै हुनुहुन्छ अनि म चाहिँ यहाँ यति घाँस काटेँ मैले। अनि घाँस काट्दै जाने क्रममा मैले यहाँ के भेटेँ भन्दाखेरिमा यहाँ तरुलको टुप्पा भेट्यो। अब यसलाई खन्न पर्यो। अनि अर्को चाहिँ यहाँ के छ भन्दा यहाँ फुल। अनि यो नि कति राम्रो फुल फुल्छ। यसको नाम के हो मलाई थाहा छैन, तर हजुर के असारे फुल? असारे फुल साथीहरू। यो सेतो फुल चाहिँ सेतो फुल चाहिँ कस्तो राम्रो फुल्छ। यसलाई पनि म टिपेर घर लान्छु। बाख्राले कि कुखुराले खाइदिन्छ अझै थाहा छैन। र मम्मीको जेर पनि कुखुरा र बाख्राले केही पनि राख्दैन है। के भन्छ अरे बाख्रा अघि हामीले मल सोरेको थियो नि त, भ्या छ के अघि मल सोरेको ठाउँमा भैमा छ क्या उता मामालाई कुटेर खन्ती ल्याउनु भनेको पाइन भन्नुहुन्छ। अनि के काठमाडौँ बजारमा बोके फुल बनाउने अमलाको पात चाहिँ हाम्रो चाहिँ बाख्राले खान्छ है। बाख्राले सब बाख्राले खाइदिन्छ। यो यस्तो छ। यो सब बाख्रालाई काटेर दिने हो हामी त बारीमा। यहाँ कति छ पुरा काटेर दिने हो हामी। अझै यता पनि छ, हेर्नु है देखाउँछु म। हजुर ए यस्तो राम्रो यस्तो त नि। यस्तोलाई यस्तो गर्यो, यसरी ओछ्यायो, यसरी ओछ्यायो, यसो गर्यो। अनि यहाँ अर्को फुल हाल्यो अनि दियो यसरी। पैसा हो यो, पैसा। गाउँघरमा पो घाँस, बजारमा पैसा। त्यही बोल्ने ठाउँमा हाल्दा हुन्छ होला अघि नै बरु। पोल्छ होला पात भए ठाउँमा त पोख्ने। छिपेर फुले हाम्रो विकासे घाँस यो चाहिँ। हाम्रो मम्मी जिल्ल परिरहनु भयो। यहाँ तरुलको टुप्पा निस्केको छ होइन। फेद चाहिँ कहाँ छ थाहा छैन साथीहरू। अब पुरा फेद खोज्नु पर्यो अनि खन्नु पर्यो है। खन्नु पर्यो, टक्क लगाएर खानु पर्यो। अनि म तल घारीमा झर्दैछु। यहाँ घारीमा छु म। त्यहाँ छ त्यसको लारा चाहिँ त्यहाँ छ। खनौँ हेरौँ पाउँछ कि पाउँदैन। अनि साथीहरू यो चाहिँ अमला हो होइन, यो अमला हो। यो चाहिँ अमला हो यसरी। यो त हामीले कति खायो। पहिलाको हाम्रो खाजा यसरी लुङ्गीमा दल्यो। यसरी खाइन्छ अन्त। अमला
यो चाहिँ के हो यो के टुप्पा हो यो खोइ जुन तोड्यो होला हुन्छ त्यो राजा खालि तोड्यो त्यसलाई खोजेर कहिले यहाँ हेर्नु पिनालुको यो जरा फेद यतापट्टि छ कि के हो ए यहाँ रहेछ ए यतै इत्रु पो रहेछ यो त नयाँ है क्या पुरा जरा जरा छ गोच्या बुजु भएपछि चाहिँ बुजु यत्रो पो सबै मा भएर गइसक्यो कति त बाहिर बाहिर निस्क्यो त निस्क्यो एउटा आथा मम्मी यो रुखले मलाई डिस्टर्ब गर्यो अह पाए यत्र यो मुठी झ्याङ मेरी पानी छैन झ्याङ मुझे खाना पातो बोल्नु नि हो त्यो झ्याङ त्यो तान्देको त रहेछ मुनि यो उसले खान्छ होइन यत्रो पाएछ तेरो यत्रो छ यसको मुनि खन्नुपर्छ मैले तान्दिहालेँ भरे त छैन रहेछ यति रहेछ ए यता गाडी मरी खाने गर्दा यत्रो पो रहेछ यत्रो पो रहेछ सक्यो साथीहरू पछि नै खलखल भयो म हेर्नु मलाई अनि तरुल चाहिँ निस्कियो एउटा यत्रो बुन्टु यो चाहिँ धेरै तल जाँदैन यो वाला तरुल चाहिँ यो चाहिँ उसिनेर खानेवाला तरुल हो है त्यो धेरै तल जाँदैन अनि एउटा चाहिँ यो छ ए त्यसकै यो भयो गरेको अरू त टुक्रा टुक्री मात्रै छ अनि सानो सानो पुन्टी अझै अरू पनि छ त्यहाँ माथि छ त्यो अर्को कता हो त्यो टुप्पामा त्यो पनि त्यहाँ टुप्पामा छ त्यो त्यहाँ पनि खन्छु म मम्मी टिप्दै हुनुहुन्छ काफल चुङ्गेका फल ब्ल्याकबेरी काठमाडौँतिर भन्ने ब्ल्याकबेरी साथीहरू ब्ल्याकबेरी त हाम्रो त गाउँमा त कति हेर्नु मैले तरुल निकालेँ
तर ठुलै नरहेछ ए इ हेर्न यत्रो भयो एउटा यो भयो अर्को छ नि यहाँ स्पेसल देख्नुभएको छ तान्न लगाएको त आउँदैन यहाँ छ 3 मा जुम भइरहेछ भिडियो त यहाँ छ है तरुली निकाल्दैछु म हेलो साथीहरू तरुल चाहिँ निस्किँदैछ है हेर्नु है म देखाउँछु यहाँ छ है ताने है मैले आइयो यत्रो पो रहेछ मम्मी कति वर्षको हो यो त नयाँ होला पुरानो माउ मरेर चौरी परेर गएछ अलिकति तलसम्म रहेछ माउको त कान्छी तरुला मम्मी तरुल पनि निकालियो साथीहरू तरुल निकालियो के मम्मी हेर्नु फेरि के छैन हाम्रो गाउँमा के छैन ल हेर्नु यहाँ ब्ल्याकबेरी फेरि पुरा हामी चाहिँ जुङ्गे काफल भन्छौँ कस्तो गुलियो छ मम्मी केमा जम्मा गर्नुभयो समर डनलाई लाउँदैन छोराछोरी भएपछि त आफू खानु पनि लाग्दैन है छिर्छ साँच्ची नै हो खानु बेसरी आफूलाई मनपर्ने चिज नि छोराछोरीले खान्छ लागेपछि त खानु मन फिटिकै लाग्दैन रहेछ क्या कस्तो हुँदो रहेछ छोराछोरी भन्ने जात मैले नि खायो क्या गुलियो है अस्ति नै खाएको थियो मैले अलिक पालेको कस्तो टेस्टी त्यो झ्याङमा छैन माथि मासुमा चाहिँ टिप्यो मैले खस्छ फेरि पालेको त खस्छ त्यो बारी घरतिरको भन्दा चाहिँ बारीको कस्तो मिठो हुन्छ बारीको त उनीहरू काफलमा ल्याएर नानी जुङ्गे ए वन काफल जुङ्गे काफल मलाई त्यो माथिबाट घाँस भेट झन् बाख्रा खान्छ भने झ्याममा काट्नु आएको काफलको त्यसो पाके खा काफल पनि छ साथीहरू जुङ्गे काफलले वनको काफल बेसरी फल्या भन्थ्यो वन काफल फल्याला 80 न पर्छ अरे क्या बेसरी भन्दो रहेछ उतातिर त काफल त बेसरी फलेछ त्यहाँ त फल्या रे म त साथी पाए जान्छु लागेको थियो पाएन यहाँ छ आसारी फुल के को त्यस्तै हो सबै ए त्यो सबै त्यही छ त्यस्तै हो पन्ड्याङ बुन्डुङ सानो छ नि त अर्को मैले यो फुल पनि टिपे साथीहरू होइन अनि
तरुल छ यति थुम्सिएमा हारेका तरुल अब कन्ती हामी चाहिँ काम भ्यायो साथीहरू अब म निहुरो टिप्न जान्छु मम्मी यता हेर्नु यता 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 उज्यालो सबै किन पुग्यो त म बोक्छु त अनि निहुरो टिपेर म ल्याइहाल्छु नि कन्टी बोकेर मेरो पारा हेर्ने अटो अटो गएर खोइ नाम लो ए म ढाकिराखेर आउँछु समर कता गयो साथीहरू म पल्ट्यो तुलसे बोकेर आयो त्यहाँ आगो पुगेको म चाहिँ त पल्टेर आइया भयो पल्टिरहेको आगो बोल्दै बोलेन क्या हाते ओ फेरि गयो तुलसी लाइटर लाने तपाईँले खोइ मामा टुवा परिहाल्यो साथीहरू म अब चाहिँ निहुरो टिप्दैछु यहाँ छ निहुरोहरू टन्न लगाएर निहुरोहरू पुरा पलाइरहेछ यस्तो मजाले हेर्नु न टसरी निहुरो यस्तो निहुरो साथीहरू मैले टिपेँ यति धेरै निहुरो यति निहुरो टिपेँ यो तरकारी आजको लागि चाहिँ भयो आजको लागि जुगाड हरेक कुरा चाहिँ अर्ग्यानिक नै छ है यहाँ चाहिँ मलहरू नालेर अनि एकदम प्योर अर्ग्यानिकहरू चाहिँ म टिपेर खाँदैछु